बोल्दा नि हुन्छ दाइ आज ए हो ल आज के अरे हाम्रो पर्मिला बहिनीको यो भ्लगमा चाहिँ कतिौं भ्लग हो मलाई त्यो चाहिँ थाहा भएन। हाम्रो चाहिँ सबभन्दा सात मामामा सबभन्दा कान्छो मामा हाम्रो तारा मामा हैन। हाम्रो यहाँ चाहिँ घरमा चाहिँ दसैँको टिकाको चाहिँ कार्यक्रम भइरहेको छ अनि पर्मिलाले अहिले चाहिँ चिसो चाहिँ व्यवस्था गरेर गिलासमा टक्क लाएर हाल्दैछ। यतातिर मम्मी हुनुहुन्छ फुपू पर्मिलाको फुपू हैन। यतातिर चाहिँ पुसै अनि यता चाहिँ पर्मिलाको ड्याडी हैन उहाँ कान्छा मामा हुनुभयो। अनि यतातिर हाम्रो माइजू सबभन्दा कान्छी माइजू अनि माइजूले पनि यता खानपिनको व्यवस्था गर्दै हुनुहुन्छ। अनि यतातिर चाहिँ यो सिधा यहाँ टक्क यतातिर चाहिँ पर्मिलाको के अरे सिर्जना बहिनी भ्लगमा बनाएको। अनि के छ बहिनी भन्नुपर्ने कस्तो लागिरहेको त आज युट्युबमा ब्लग के ब्लग हो यता के छ दसैँको शुभकामना केही छ कि ल हाम्रो मम्मीलाई के चाहन्छ कि है यता यता हेर्नु न पहिलोचोटि होला नि त होइन यहाँ भाइरल हुन्छ यहाँ। ल स्वागत छ। बसेर भन्नु न किन उठेर भन्नुहुन्छ त्यहाँ बसेपछि अरू पनि देखिन्छ नि त सबै। ल भन्नुहोस्। पर्मिला बहिनीको चाहिँ यो भ्लगमा चाहिँ उपस्थित हुन पाउँदा एकदम खुसी छु। आज चाहिँ ठ्याक्कै दसैँको भनौँ न अब यो दसैँको भोलिपल्ट टिका दसैँको भोलिपल्ट टिका दसैँको शुभकामना छ। दोस्रो दिन हो भन्नु न दोस्रो दिन दसैँको। अब यतातिर चाहिँ हाम्रो एकदम मिठो मिठो खानेकुराहरू पस्किँदै हुनुहुन्छ होइन। एकछिनपछि फोटोसुट पनि हुन्छ अघि भइसक्यो अब फेरि पनि हुन्छ होइन। यस्तै छ। यता यता फर्किनुहोस् न यता एङ्गलबाट। त्यता पनि छ घरतिर होइन घरै देख्दिनु होइन यस्तो काट्ने राम्रो राम्रो हाल्ने के भयो म गर्छु है यता आउनु ल तिमी पनि स्वागत छ। केही हुँदैन कि यो हाम्रो मामाको किचन रुम हो। यतातिर यो डाइनिङ टेबल भयो साइडको यस्तो छ। यतापट्टि बाथरुम भइहाल्यो। यो हाम्रो मामाको घरको मूलद्वार यसरी इन्ट्री हुन्छ भित्र टक्क लाएर यो मामाको बाइक स्कुटी यसरी ल
घर चाहिँ यही हो हाम्रो मामा घर। फुलहरू चाहिँ यस्तो छ। अब यो फुल आज हाम्रो दाईहरू फुपूहरू हाम्रो घर आउनुभएको छ टिका लाउनलाई। रमाइलो भनेको हाम्रो घर आज हुन्छ। चेली बेटीहरू आफन्तहरू सबै आउनुहुन्छ नि त। भेटघाट हुन्छ, रमाइलो हुन्छ। नचिनेको मान्छेसँग भेटघाट हुनु र चिनेको मान्छेसँग भेटघाट हुँदा त छुट्टै हुन्छ कि फेरि होइन, माहौल पनि छुट्टै खुलेर बोलिन्छ, हाँसिन्छ। अनि त्यही भएर रमाइलो हुन्छ क्या, झन् आफन्त आफ्नोपन फिल हुन्छ नि त, झनै रमाइलो। त्यसै रमाइलो। सबै साथीहरूलाई दसैँको फेरि पनि ह्याप्पी दसैँ। हाम्रो दसैँ चाहिँ यसरी नै बित्दैछ। हजुरहरूको कसरी बित्यो झ्याउ नमानिकन हेरिदिनु होला हाम्रो भ्लगलाई। सब्सक्राइब, लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु पनि गरिदिनु होला मेरो भिडियोलाई चाहिँ। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। नगरिदिनु भएको साथीहरूले झ्याउ नमानिकन हेरिदिनु होला। अनि कहिले जाने रे काठमाडौँ? म त तिहार पछि जान्छु। तिहार पछि होइन, एकैचोटि? काठमाडौँ। ए सायद यो के अरे काठमाडौँबाट यता आइसकेपछि कतिवटा भयो ब्लग यहाँ चाहिँ? एउटा पोस्ट भइसक्यो। अन्त दसैँको म्युजिक राखेर पोस्ट गरेको। आएकै भोलिपल्ट पोस्ट गरेर आएकै भोलिपल्ट के भन्छ हिजो अस्ति साँझ पोस्ट गरेको पसलको के टुर गराएको थियो नि त। त्यो दसैँको त्यो साउन्ड राखेको त कपिराइट लगाइदिएर भने फेरि साउन्ड म्युट गरेको। अनि फेरि अब त्यसलाई बनाउनु छ। त्यसलाई पोस्ट चाहिँ भइसक्यो तर कपिराइट लगाएर फेरि प्राइभेटमा राख्दैछु क्या मैले। कति 16-17 भ्युज गइसकेको थियो। भनेपछि अब यो भ्युजलाई चाहिँ 10K भन्दा माथि पुऱ्याउनु पर्यो होइन? 10K भन्दा मेरो भ्युज 10K भ्युज। सब्सक्राइब त धेरै नै होला। सब्सक्राइब त अहिलेसम्म 20-25K हुन्थ्यो होला। म लाइभ नबसेर आजभोलि खत्तम मोबाइल बिग्रेर भर्खर 14-15K हुन लाग्छ। 14K छ, 15K हुन लाग्छ। त्यही हो। ठिक छ। साथीहरूले सपोर्ट गरिरहनु भएको छ मलाई। अझै पनि सपोर्ट गरिदिनु होला। म ठुलो युट्युबर बन्न चाहन्छु। ठिक छ ल, यसको लागि चाहिँ शुभकामना छ। धन्यवाद दाइलाई। यसबाट चाहिँ अब म चाहिँ यसो बिदा लिनु पर्यो। बाँकी कुरा चाहिँ अब परिमला बाँकी यो भ्लग अहिले बन्द गरौँ, पछि अर्को फेरि कन्टिन्यू हुन्छ होइन? कन्टिन्यू हुन्छ। ल यसैमा प्लस हुँदै जान्छ अब। ल भाइ ल। यो थिच्नु न।